सो गाइज वेलकम टु एभ्री वान अर्को ब्लगमा होइन सबैजना आरामै हुनुहुन्छ होला। आज चाहिँ हामी इनाके यसले कसो बनाइदिएको तिर आएर छौँ। डाइनोसर त बवाल छ सर, सक्दैन नि फेरि कसैले। कडा कडा बवाल भएको छ माहौल है। झिलिमिली जिल्ला छ त अनि स्टेज रहेछ नि मिजी यहाँ फुलबारी छ, स्टेज रहेछ नि यहाँ तल फुलबारी हेरिदिउँ नि त। पार्क रहेछ क्या सानो सानो पार्क। तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ इनाकेमा। एकछिनमा हामी बिचमा जान्छौँ, बिचतिर। डान्स सान्स हुने पार्क हो क्या हामी कोही छैन त पार्कमा त अनि डान्स सान्स हुने पार्क रहेछ नि यो। सक्दैन नि फेरि यताको डान्स सान्स हुन्छ मजाले। दामी है, यस्तै हामीलाई पिसफुल स्टेज जस्तो चाहिएको थियो है। आज छैन हाम्रो यता डान्स, कसो बिस्तारै हुन्छ। मारिम पियाए सर आउँदै हुनुहुन्छ हाम्रो मनले। अब यार हिँडेर जानुपर्ने हुन्छ हामीले, के गर्ने त, गाह्रो छ। हाम्रै कार छैन होइन। अब कार किन लानु, यस्तै कार। अब उम्मिद अब एकैबाट हो तपाईँको नारिताकीबाट चाहिँ नारिता हुन्छ तेरिका इनाके हो त इनाके एकैबाट चाहिँ हिँडेर जानुपर्ने हुन्छ हामीले, नत्र गाह्रो छ। त्यहाँ बस जाँदैन होला, अनि त्यहाँसम्म चाहिँ हिँडेर जाने। अनि उमे हेर्न पाइन्छ इनाके सी साइडतिर, यसो माहौल हेर्न पाउँछ। हेरौँ अब बिस्तारै बिस्तारै देखाउँ न, अब बिस्तारै देखाउनु पर्छ। हामी हिँड्दैछौँ, के गर्नु, गाह्रो छ साथीहरू। बिस्तारै हामीले देखाइहाल्छौँ होइन। हजुरआमा त्यहाँ साइकल चलाउँदै हुनुहुन्छ, गामत्ते गर्दै चट्टो तरिकाले अगाडिबाट। नानीहरू सानानी बहिनीहरू आइरहन् है त। अब एकछिनमा तिनको फुलहरू छन्, यस्तो फुलहरू तर धेरै हेर्न पाइन्छ। मनपर्छ भनौँ, तर मलाई एउटा फुल मात्रै मनपर्छ जापानको। मेरो एउटा फुल छ होइन, त्यो फुल मलाई धेरै मनपर्छ हो, अति नै मनपर्छ, अति नै मनपर्छ। तर त्यो फुलको नाम भन्न सकिन्न होला त्यो अहिले म देखाउन, जब हुन्छ त्यो दिन देखाउँछु है। हो है त, कुरेर बस्नु होला उहाँको लागि। भन्न चाहनुहुन्छ अझ तपाईँ त्यो फुलको लागि? त्यो फुलको लागि, त्यो फुल सिधै मेरो हो। इट्स अ डायमन्ड। डायमन्ड हो, कसैले पनि टिप्न पाउने छैन, पाउँदैन, दिँदैन मैले डायमन्ड। त्यो फुललाई म सजाएर राख्नेछु भन्नुहोस् न यार, के हो भने। त्यो फुल त मेरो दिलमा सजेछ। ल ठिक छ, ल के नाच्छ, कसो हुन्छ, दामी हुँदैछ। के हुन्छ र सर? धेरै छैन, बिच जाँदैछौँ हामी होइन। अब धेरै छैन, 5 मिनट जति। 5 मिनट जति हिँडेर 5 मिनट हिँड्नुपर्ने छ। हामीले। त्यसपछि हामी आफ्नो डेस्टिनेसनमा पुग्नेछौँ। त्यसपछि हामी देखाउनेछौँ आफ्नो, के देखाउनेछौँ? बिच देखाउनेछौँ, त खिच मेरी फोटो भन्दै चट्ट लगाएर होइन। छैन त रमाइलो, सक्दैन नि फेरि कसैले। अब हुन्छ हाम्रो रमाइलो है त। ओके, यता हेरिदेऊ, चस्मा लगाएर पारा हो नि त फेरि। पारा हो क्या। हामी पुगिसकेको छौँ, अब मात्र 2 मिनट। पार्कमा चाहिँ पुग्यौँ हामी इनाके। यो पार्क हेर्न लायकको। बिदामा के गर्ने, अलिअलि घुमिहाल्नु पर्यो, रमाइलो चहल पहल दुःख सुख आफ्नो ठाउँमा छ होइन।
दामी दामी नरिवलको रुख रहेछ त्यो नरिवलको रुख कतै नरिवलको जुस खानु पर्ने हुन्छ हामीले कहिले फल्छ थाहा खाएको छ कि छैन तिमीले कहिले नरिवल फल्ने होला बिस्तारै काँचो नरिवलको त्यो दाना होइन फुटाएर म्युजियम हो च्याट्ट लगाएर म्युजियम बन्नु रहेछ त्यहाँ टोइलेट होला हो त्यो त टोयलेट हुन्छ यार म्युजियम पनि टोइलेट जस्तो हुन्छ यहाँ फेरि कि टोइलेट पनि म्युजियम जस्तो हो बोटानिकल म्युजियम यो रहेछ नि त म्युजिक त्यहाँ लेखेको छ गाइस बोटानिकल म म्युजियम देखाउँछु हजुरहरूलाई रहेको छ के त हुन्छ फेरि यो हो यहाँबाट यता छिर्ने ल है हामी चाहिँ चाहिँ पछि जान्छौँ यहाँ अहिले हामी आफ्नो गन्तव्यतिर छौँ उमीतिर हान्छौँ हामी क्लब ट्राभल अन्य ठाउँ त राम्रै रहेछ यता पनि त्यस्तो नराम्रो भन्ने कुरा त छैन ठाउँ कहाँ नराम्रो हुन्छ त राजा भोवाल चाहिँ ठाउँ त उता हो क्या हो हाम्रो डेस्टिनेसन जो जाँदै गरौँ हामी बिस्तारै बोरिङ चलिसकेको छ कि गाना सङ डिजे जगतराज हो कि ये देखो यो हन्टर बॉय जहाँ पनि कन्सर्टै भइदिएर हुन्छ कि हन्टर बॉय ओस् त्यसलाई देखा अलि फोकस फोकस है क्यामराम्यान फोकस जल्दी गरौ यो एकछिन छिडिदिउँ नि त्यहाँ सिनेमाटिक भाँडै चित्त बड्डे हुन्छ फेरि हाल्नु बड्डे हुन्छ भित्र लेट्स गो म्यान भइदिने हो त check it out let's go रक एन्ड रोल ब्रो ये let's go yo man Hey! So guys, अहिले चाहिँ हामी इनाके बीच पुगिसकेका छौँ बवाल रहेछ हाम्रो यो बीच चाहिँ उमी भन्छन् हैन न्युनगोमा चाहिँ दामी छ माहौल बवाल छ औसम धेरै पछि घुम्न आइएको छ बवाल रमाइलो गर्नुपर्ने हुन्छ आज कतैबाट बर्डबाट हुन्छ दामी औसम भ्यू बवाल छ है आन्टे फोर भइसक्यो यार मेरो त कस्तो भनेको नि फेरि बवाल कुन्टे हाम्रो यहाँ छन् खेल्ला छन् मायालु जोडी है हो सर लेट्स गो
अब यति मात्र अब देखो रहा है